यो हो लिग्लिकोट 1, साहस, संस्कृति र राज्य निर्माताको कथा बोल्ने ऐतिहासिक पहाड। गोर्खा जिल्लामा स्थित लिग्लिकोट नेपालको इतिहासको एउटा महत्त्वपूर्ण अध्याय हो। लिग्लिकोटमा राजा चयन गर्ने अनौठो तरिका थियो, दौड प्रतियोगिता। जो पहिला शिखरमा पुग्थ्यो उसैलाई राजा बनाइन्थ्यो। यो परम्परा वर्षौंसम्म चल्यो र यसले यहाँको पहिचानीलाई अझै विशेष बनायो। विषम 1616 तिर द्रव्या शाह लिग्लिग आए र दौड राज्य प्रणाली समाप्त गर्दै गोर्खा राज्यको एकीकरण सुरु गरे। यहीँबाट र सुरु भएको शाह वंशको शासन, जसले पछि आधुनिक नेपाल निर्माणको यात्रा अगाडि बढायो। लिग्लिकोट सांस्कृतिक दृष्टिले पनि समृद्ध छ। यहाँको लोककथा, जात्रा र बस्तीहरूले इतिहासलाई आज पनि जोगाइरहेका छन्। आज लिग्लिकोट पर्यटनका लागि महत्त्वपूर्ण गन्तव्य बनेको छ, जहाँ इतिहास र प्राकृतिक सौन्दर्य एकसाथ भेटिन्छ। लिग्लिकोट केवल पहाड होइन, नेपाल निर्माणको आरम्भिक प्रेरणा हो।